नमस्कार, नेप्से ट्रेडिङ न्युजमा स्वागत छ। म दिपेश किमिरे। सुरु गरौँ आजका हेडलाइन्सबाट। साताको पहिलो कारोबारको दिन पनि दबावमा नेप्से। 2602 मुख्य सपोर्ट, 2673 रेसिस्टेन्स, पर्ख र हेरको रणनीतिमा लगानीकर्ता। अर्थतन्त्रमा सुस्ती र कर्जाको माग कमजोर रहे पनि गत आर्थिक वर्षमा वाणिज्य बैङ्कहरूको नाफा उच्च। 20 बैङ्कले कमाए 71 अर्ब 61 करोड। चालु आर्थिक वर्ष 2083-84 को पहिलो महिनामै सरकारी आम्दानी र विकास खर्च बीच ठुलो अन्तर। विकास निर्माणका लागि छुट्याइएको रकम मध्ये 0.31% मात्र खर्च। र डिजिटल ब्याङ्किङ र विद्युतीय भुक्तानीको प्रयोग विस्तारसँगै वित्तीय ठगीका नयाँ शैली देखिन थाले। डिजिटल वित्तीय अपराध नियन्त्रण गर्न बैङ्कसँग प्रहरीको सहकार्य। नेप्से ट्रेडिङ न्युज अब विस्तारमा। साताको पहिलो कारोबारको दिन पनि दबावमा नेप्से देखिएको छ। 2602 मुख्य सपोर्ट र 2673 रेसिस्टेन्सको रूपमा प्राविधिक विश्लेषकहरूले हेरेका छन्। पर्ख र हेरको रणनीतिमा लगानीकर्ता भएको विश्लेषकको दाबी छ। एक रिपोर्ट। सोमबार शेयर बजारमा सूचक सामान्य दबावमा रहे पनि कारोबार रकम भने उल्लेख्य बढेको छ। नेप्से परिसूचक 2.25 अङ्क घटेर 2641.58 बिन्दुमा बन्द हुँदा बजारमा 5 अर्ब 52 करोड 55 लाख रुपियाँ भन्दा बढी शेयर किनबेच भएको छ। अघिल्लो कारोबारमा 4 अर्ब 27 करोड रुपियाँको कारोबार भएकोमा सोमबार रकम 1 अर्ब रुपियाँ भन्दा बढीले बढेको हो। दिनभर 350 कम्पनीका 1 करोड 19 लाख 32 हजार किता शेयर 56,818 पटक किनबेच भएका छन्। सूचक घट्दा पनि कारोबार रकम बढ्नुले लगानीकर्ताको सक्रियता भने कमजोर नभएको सङ्केत गर्छ। बजारमा कम्पनीगत उतार चढाव तीव्र देखियो। सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट तहमा पुगेको छ। रिलायन्स स्पिनिङ मिल्स र सगरमाथा जलविद्युत कम्पनीको मूल्य पनि उल्लेख्य बढेको छ। अर्कोतर्फ फर्स्ट माइक्रो फाइनान्सको शेयर मूल्य 6.63% घटेको छ। कारोबार रकममा रिलायन्स स्पिनिङ मिल्स एक्लैले 1 अर्ब 38 करोड 36 लाख रुपियाँ भन्दा बढी हिस्सा ओगटेको छ। सोलो हाइड्रो पावरको करिब 38 करोड रुपियाँ र रिडी पावर 16.5 करोड रुपियाँ हाराहारीमा कारोबार भएको छ। यसले बजारको ठूलो हिस्सा सीमित कम्पनीमा केन्द्रित भएको देखाउँछ। 13 उपसमूह मध्ये 5 समूह बढ्दा 8 समूह घटेका छन्। उत्पादन तथा प्रशोधन समूह 1.30% बढेको छ भने वित्त समूह सबैभन्दा बढी 1.14% ओह्रालो लागेको छ। जलविद्युत व्यापार म्युचुअल फन्ड र अन्य समूहमा सामान्य सुधार देखिएको छ। जलविद्युत व्यापार म्युचुअल फन्ड र अन्य समूहमा सामान्य सुधार देखिएको छ। समग्रमा सूचकमा ठूलो गिरावट नआए पनि अधिकांश उपसमूह कमजोर रहनुले बजारमा स्पष्ट दिशाको अभाव देखिन्छ। कारोबार रकम बढ्नु सकारात्मक सङ्केत भए पनि सूचकलाई माथि लैजान व्यापक क्षेत्रगत खरिद दबाव आवश्यक देखिन्छ। दैनिक चार्टमा बनेको डोजी क्यान्डलले खरिदकर्ता र बिक्रीकर्ता दुवै पक्ष निर्णायक हुन नसकेको देखाउँछ। खुल्ने र बन्द हुने बिन्दु लगभग समान भएकाले सोमबारको क्यान्डललाई प्राविधिक रूपमा डोजी मान्न सकिन्छ। डोजी आफैमा बजार बढ्ने वा घट्ने निश्चित सङ्केत भने होइन, तर लगातार दबावपछि महत्त्वपूर्ण समर्थन क्षेत्र नजिक यस्तो क्यान्डल बन्नुले बिक्री दबाव केही कम भएको र लगानीकर्ता अर्को दिशात्मक सङ्केत पर्खिरहेको बुझाउँछ। चार्टमा 2602.39 बिन्दुलाई पहिलो महत्त्वपूर्ण समर्थनका रूपमा देखाइएको छ। नेप्से अहिले यसभन्दा करिब 40 अङ्क माथि छ। यो क्षेत्र जोगिए बजारले पुनः माथिल्लो तह परीक्षण गर्ने प्रयास गर्न सक्छ, तर 2602 तल स्पष्ट रूपमा झरेमा अर्को समर्थन 2546.96 आसपास देखिन्छ। माथिल्लो दिशामा भने 2673.14 तत्कालको मुख्य अवरोध बनेको छ। बजारले यो तह पार गरेर टिक्न नसकेसम्म छोटो अवधिको सुधारलाई बलियो तेजीको सङ्केत मान्न कठिन हुन्छ। त्यसपछि 2754 र 2801 आसपास थप प्रतिरोधका क्षेत्र देखिएका छन्। चार्टमा देखिएको हायर हाई, लोअर हाई र लोअर लोको संरचनाले पनि बजारले अझै पूर्ण रूपमा तेजीमा फर्किन नसकेको देखाउँछ। पछिल्लो उछालपछि पुनः बिक्री दबाव आउँदा सूचक घट्दो ट्रेन्डलाइन मुनि नै कारोबार भइरहेको छ। यसले माथिल्लो मूल्य क्षेत्रमा आपूर्ति अझै बलियो रहेको सङ्केत गर्छ। अर्कोतर्फ कारोबार रकम बढेर करिब 5 अर्ब 52 करोड रुपियाँ पुगेको अवस्थामा सूचक भने खासै चल्न सकेन। कारोबार बढ्नुका बावजुद बजारले स्पष्ट दिशा लिन नसक्नुले अहिले लगानीकर्ताबीच खरिद र नाफा सुरक्षित गर्ने प्रवृत्ति समानान्तर रूपमा चलिरहेको देखाउँछ। नेप्से ट्रेडिङका लागि सुभाष चन्द्र अवस्थी, काठमाडौँ। अर्थतन्त्रमा सुस्ती र कर्जाको माग कमजोर रहे पनि गत आर्थिक वर्षमा वाणिज्य बैङ्कहरूको नाफा बढेको छ। आर्थिक वर्ष 2082-83 बैङ्कहरूले 71 अर्ब 61 करोड रुपियाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब 36%ले बढी हो। कर्जा असुलीमा सुधार, खराब कर्जमा आएको परिवर्तन, प्रोभिजनको दबाव घट्नु र केही नियामकीय
व्यवस्थाले बैंकहरूको नाफा बढाउन सहयोग गरेको देखिन्छ। नबिल बैंक 7 अर्ब 90 करोड रुपियाँ नाफासहित सबैभन्दा अगाडि छ भने नेपाल बैंकको नाफा पनि बढेको छ। तर सबै बैंकको अवस्था समान छैन। खराब कर्जा बढेका केही बैंकको नाफा घटेको छ भने प्रभु बैंक घाटामा गएको छ। यस बैंकको नाफा कर्जा असुली र निष्क्रिय कर्जाको अवस्थासँग प्रत्यक्ष जोडिएको देखाउँछ। नाफा बढे पनि त्यसै अनुसार लाभांश बाँड्ने निश्चित छैन। वितरणयोग्य नाफा, खराब कर्जा र प्रोभिजनलको अवस्था हेर्दा बैंकहरूको वास्तविक वित्तीय स्वास्थ्य फरक देखिएको छ। नेप्से ट्रेडिङ न्युज जारी छ। हामी ब्रेकपछि आउँछौँ। शेयर बजार बुझ्न, चार्ट हेर्न र स्मार्ट ट्रेडिङ निर्णय लिन अब अझै सजिलो। चार्ट विश्लेषणदेखि ट्रेडिङ निर्णयसम्म अब सबै मोबाइलमै। ट्रेडरका लागि उपयोगी सुविधा अब एउटै एपमा। आजै प्ले स्टोरबाट डाउनलोड गर्नुहोस्। ब्रेकपछि स्वागत छ। अब बाँकी न्युज। चालु आर्थिक वर्ष 2083-84 को पहिलो महिनामै सरकारी आम्दानी र विकास खर्चबीच ठूलो अन्तर देखिएको छ। साउन मसान्तसम्म सरकारले 92 अर्ब 22 करोड 53 लाख रुपियाँ राजस्व उठाएको छ भने पुँजीगत खर्च 13 अर्ब 28 करोड 50 लाख रुपियाँमा सीमित छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार पहिलो महिनाको राजस्व सङ्कलन वार्षिक लक्ष्यको 5.84% हो। सरकारले चालु आर्थिक वर्षमा 15 खर्ब 80 अर्ब 31 करोड 83 लाख रुपियाँ राजस्व उठाउने लक्ष्य राखेको छ। साउनसम्म कर राजस्व 85 अर्ब 19 करोड 6 लाख रुपियाँ सङ्कलन भएको छ, जुन वार्षिक लक्ष्यको 6.07% हो। गैर कर राजस्व भने 7 अर्ब 3 करोड 47 लाख रुपियाँ उठेको छ। वैदेशिक अनुदानतर्फ पनि पहिलो महिनामा कुनै पनि रकम प्राप्त भएको छैन। राजस्व, अन्य प्राप्ति र अनुदान समेत जोड्दा सरकारको कुल प्राप्ति 93 अर्ब 19 करोड 60 लाख रुपियाँ पुगेको छ। यस अवधिमा सरकारी कोषबाट कुल 41 अर्ब 88 करोड 58 लाख रुपियाँ खर्च भएको छ। कुल खर्चमध्ये चालु खर्च 21 अर्ब 40 करोड 38 लाख रुपियाँ छ। वित्तीय व्यवस्थापनतर्फ 19 अर्ब 15 करोड 35 लाख रुपियाँ खर्च भएको छ। तर विकास निर्माणका लागि छुट्याइएको 4 खर्ब 31 अर्ब 10 करोड 63 लाख रुपियाँ मध्ये 0.31% मात्रै खर्च हुनुले बजेट कार्यान्वयनको पुरानै कमजोरी देखाएको छ। आर्थिक वर्षको सुरुमै आयोजना कार्यान्वयन, खरिद प्रक्रिया र ठेक्का व्यवस्थापनले गति नलिँदा पुँजीगत खर्च वर्षको अन्तिमतिर केन्द्रित हुने विकृति दोहोरिने जोखिम देखिन्छ। डिजिटल बैंकिङ र विद्युतीय भुक्तानीको प्रयोग विस्तारसँगै वित्तीय ठगीका नयाँ शैली देखिन थालेका छन्। बैंक खाता, मोबाइल बैंकिङ, डिजिटल वालेट, क्युआर र सामाजिक सञ्जाल मार्फत हुने ठगी बढेपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान, डिजिटल प्रमाण र बैंकिङ क्षेत्रसँगको समन्वयलाई प्राथमिकतामा दिएको छ। साइबर ब्युरोका लागि पीडितले उपलब्ध गराउने बैंक तथा वालेट विवरण, कारोबार प्रमाण, स्क्रिनशट, लिङ्क र अन्य डिजिटल सामग्री अनुसन्धानका महत्त्वपूर्ण आधार बनेका छन्। रकम एक खाताबाट अर्को खातामा छिट्टै सारिने भएकाले सम्बन्धित बैंक भुक्तानी सेवा प्रदायकसँग तत्काल सूचना आदान प्रदान आवश्यक देखिएको छ। फिसिङ लिङ्क पठाउने, त्यसैगरी नक्कली SMS र एप प्रयोग गर्ने, OTP र बैंकिङ विवरण माग्ने तथा अर्काको खाता वा क्युआर मार्फत रकम सङ्कलन गर्ने प्रवृत्ति बढ्दो छ। यस्ता घटनामा रकम पुगेको पहिलो खाता मात्रै होइन, त्यसपछि रकम कहाँ सारियो र अन्तिम निकासा कसले गर्यो भन्ने वित्तीय ट्रोल छुट्याउन अनुसन्धानको मुख्य पक्ष यति बेला बनेको छ। मोबाइल, कम्प्युटर, सामाजिक सञ्जाल र विद्युतीय कारोबारबाट प्राप्त प्रमाणको परीक्षणका लागि डिजिटल फोरेन्सिक क्षमता समेत महत्त्वपूर्ण हुँदै गएको साइबर ब्युरो बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र नियामक निकायबीच प्रभावकारी समन्वय भए ठगीको रकम समयमै रोक्का गर्न सकिने सम्भावना रहेको प्रहरीले बताउने गरेको छ र यस्ता अनुसन्धान तीव्र पारेको प्रहरीले जनाएको छ। हामी नेप्से ट्रेडिङ न्युजको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदा हेडलाइन्स पुनः एकपटक। साताको पहिलो कारोबारको दिन पनि दबावमा नेप्से। 2602 मुख्य सपोर्ट, 2673 रेसिस्टेन्स, पर्ख र हेरको रणनीतिमा लगानीकर्ता। अर्थतन्त्रमा सुस्ती र कर्जाको माग कमजोर रहे पनि गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको नाफा उच्च। 20 बैंकले कमाए 71 अर्ब 61 करोड। चालु आर्थिक वर्ष 2083-84 को पहिलो महिनामै सरकारी आम्दानी र विकास खर्च बीच ठूलो अन्तर। विकास निर्माणका लागि छुट्याइएको रकम मध्ये 0.31% मात्र खर्च। र डिजिटल बैंकिङ र विद्युतीय भुक्तानीको प्रयोग विस्तारसँगै वित्तीय ठगीका नयाँ शैली देखिन थाले। डिजिटल वित्तीय अपराध नियन्त्रण गर्न बैंकसँग प्रहरीको सहकार्य। हवस् त, नेप्से ट्रेडिङ न्युज आजलाई यति नै। हेर्दै गर्नुहोला nepsetrading.com। नमस्कार।